जति पनि यस्तो स्ट्रिट डगहरू छ नि, यो स्ट्रिट डगहरूले चाहिँ दुःख नदिनु होला होइन। स्ट्रिट डगहरूलाई माया गर्नु होला, नपिट्नु होला। सक्नुहुन्छ खाना दिनु होला होइन, सक्नु हुँदैन बरु केही पनि नदिनु, तर यसरी पिट्ने ओर्ने उनीहरूलाई दुःख दिने काम नगर्नु होला। र सक्नुहुन्छ तपाईँहरू टाढाबाट चाहिँ चाकुनारायण आउँदै हुनुहुन्छ भने यहाँ थुप्रै स्ट्रिट डगहरू छ। यो स्ट्रिट डगहरूलाई चाहिँ केही बोकेर पक्कै आउनु होला। त्यो तपाईँहरूलाई एउटा म्यासेज पनि हो। अनि हेर्नु त उनीहरूको कोही पनि हुँदैन क्या, यहाँ अहिले एक्लै बसिरहेको थियो ऊ होइन। ऊ सायद भर्खर बच्चा पाएको माउ जस्तो पनि देखिन्छ, भोकाएको जस्तो पनि देखिन्छ होइन। तपाईँ झुक्किनुहुन्छ, गलत ठाउँमा पुग्नुहुन्छ, अनि तपाईँ बिच बाटो बिर्सेर चाहिँ तपाईँले दुःख पाउनुहुन्छ भनेर चाहिँ यहाँको कोषले नगरपालिकाले चाहिँ तपाईँलाई चाहिँ यो बाटोको तपाईँलाई म्याप पनि दिएको छ। यतापट्टि दुवाकोट भक्तपुर जाने भनेको छ, यतापट्टि मुलपानी पेप्सी खोला, यतापट्टि यो बाटो चाहिँ तपाईँलाई म्याप गाइड पनि गरिरहेछ क्या। तपाईँलाई चाहिँ यो चाहिँ नझुक्कियोस्, यहाँ आउने धार्मिक मान्छेहरू, पदयात्रा गर्नेहरू अनि कोही पनि नझुक्कियोस्, कसैले पनि दुःख नपाओस् भन्नको लागि चाहिँ यहाँ चाहिँ तपाईँलाई यो म्याप दिएको छ। यो म्याप हेरेर तपाईँ मजाले जान पनि सक्नुहुन्छ। लगभग 11 बजेको घाम, चर्को घाममा हिँडिरहेको छु म होइन। अनि मसँग एउटा बोतल पानी छ, अरू चाहिँ सिवाय मैले केही पनि खाएको छैन। आज बिहान उठेबाट पानी खाएर म यो चाकुनारायण दर्शन गरेर चाहिँ फर्किँदैछु। सायद यसको यो मम्मी अनि यसको चाहिँ छोराछोरी हुनुपर्छ यो है। अनि चाहिँ उसको मम्मीको पछि लागेर जाँदैछ, उसको मम्मीलाई साथ जाँदैछ। हामीले चाहिँ धेरै गाईहरू पालन अनि त्यसपछि कुखुरा पालन अनि त्यसपछि फर्महरू धेरै छ, अरू पनि भेराइटिजमा छ फर्महरू छ धेरै नै। नेचुरल ठाउँ छ, अर्ग्यानिक ठाउँ छ। काठमाडौँबाट नियरली यतिको अर्ग्यानिक ठाउँमा आउन चाहिँ सायद नजिकै चाहिँ कहीँ पनि छैन होला। फाइनली गाइज मेरो चाहिँ अब हिँडाइको समय सकिसक्यो। धेरै घाममा आज म टटेँ। अहिले फर्किँदाखेरि चाहिँ यो चर्को घाम छ, यो घाम चाहिँ मेरो अब सक्यो है। किनकि यहाँ इन्जिनियरिङ कलेज मैले यहाँ नजिकै दाइलाई सोधेँ, इन्जिनियरिङ कलेज चाहिँ लगभग आइसक्यो। म 2-3 मिनटमा इन्जिनियरिङ कलेज पुग्छु। त्यहाँबाट चाहिँ मैले माइक्रो पक्रिन्छु अनि म सिधै रुम जान्छु। म धेरै भोकाएको पनि छु अनि अलिकति थाकेको पनि छु। र त्यो ओह्रालो झर्दै गर्दाखेरि खुट्टामा चाहिँ जुत्ताको कारणले गर्दा खुट्टाको त्यो नङहरू चाहिँ एकदम दुखिरहेछ क्या। अब म गएर खाना खाएर अनि त्यसपछि मजाले 1-2 घन्टा रेस्ट लिन्छु म। यस्तो चर्को घाम छ अनि चर्को घाम पछाडिको यो छारीको शीतलता कति आनन्द, कति अविस्मरणीय, कति रमाइलो छ, कति शीतल छ यो चर्को घाममा म हिँडेर आइरहँदाखेरि। अनि यो चाहिँ छारी भइरहेको चाहिँ मलाई एकदमै स्वर्ग नै भेटे जस्तो भएको छ, शीतल भइरहेको छ क्या। मेरो आजको दिन एकदमै फ्यान्टास्टिक, रमाइलो, इन्जोयमेन्ट अनि त्यसपछि एक्लै चाकुनारायणको दर्शन, पदयात्रा एकदमै रमाइलो भयो, अविस्मरणीय भयो, बिर्सिन नसक्ने भयो। म अब यो मैले माइक्रो पक्रिने ठाउँ आइपुग्न लागेँ। म अब मैले त्यहाँबाट चाहिँ माइक्रो पक्रिनेवाला छु। त्यसपछि म सिधै रुम पुग्नेछु। आधी घन्टामा म रुम पुगि नै हाल्छु। यस्तो घाम खाँदै हिँडिरहेको छु। मैले फेरि छाता पनि बोकेर ल्याइनँ। के गर्छस् मङ्गलले, दुःख पाइस् आफ्नै ढङ्गले जस्तो भयो नि त छाता नलाइसकेपछि यो चर्को घाममा। फाइनली मेरो हिँड्ने यात्रा चाहिँ सकिसकेको छ क्रम। अब म चाहिँ आइसकेको छु मैले माइक्रो पक्रिने ठाउँमा। र अब म यो अगाडिबाट चाहिँ माइक्रो, यहाँनिर चाहिँ माइक्रो आउँछ र म यहाँबाट माइक्रो चढ्नेवाला छु। र अब चाहिँ यो धेरै हिँड्यो अनि धेरै घाममा हिँड्यो। अब यो घामको हिँडाइको यात्रा चाहिँ सकिसकेको छ। अब चाहिँ म फाइनली रुमको नियरली आइसकेको छु, रुम नजिक आइसकेको छु र माइक्रोबाट उत्रिसकेको छु। अब म चाहिँ ठ्याक्कै घरमा पनि 11 बजिसक्यो, 11 साढे 11 नै भइसक्यो क्यारे। अब म चाहिँ रुम पुग्न लागेँ अनि पुगेर खाना खान्छु, रेस्ट गर्छु। आजको जर्नी मेरो एकदमै बवाल, एकदम मेमोरेबल भयो। र फेरि पनि हामी कुनै नयाँ ठाउँमा नयाँ भिडियोको साथमा फेरि पनि भेटौँला। आजलाई आजको भ्लग यति नै गाइज।